मैले दक्षिणकालीको बारेमा धेरै कुरा बोलिरहनु पर्दैन, किनभने पत्रकारलाई दक्षिणकाली भनेको कुरा त्यति टाढा छैन र दक्षिणकाली नगरपालिकाको भूगोल रिपोर्टर्स क्लबको समस्त टिमलाई त्यति टाढा नभएको कारणले दक्षिणकाली नगरपालिकाको नगर प्रमुखले माता दक्षिणकालीको नामबाट बनेको दक्षिणकाली नगरपालिकालाई आफ्नो साधन र स्रोतले भ्याएसम्म यथोचित विकास गर्नको लागि कुनै कन्जुसाइ गरिएको छैन। सबै बाटाघाटाहरू चाहिँ हामीले सकेसम्म त्यसलाई व्यवस्थित गरेको छौँ। कालोपत्र गर्नुपर्ने ठाउँमा कालोपत्र गरेको छौँ, ढलान गर्नुपर्ने ठाउँमा ढलान गरेको छौँ र जनताको घरसम्म पुग्ने एम्बुलेन्स बाटोलाई प्राथमिकताका साथ हामीले काम गरेर यातायातको क्षेत्रमा चाहिँ दक्षिणकाली नगरपालिकाको कुना काप्चासम्म चाहिँ एम्बुलेन्स सेवा दिनको लागि कतै पनि बाँकी राखिएको छैन। त्यो काम हामीले पुरा गरेको छौँ। खानेपानीको क्षेत्रमा दक्षिणकाली नगरपालिकामा खानेपानीको लागि सबैको टोलसम्म खानेपानीको चाहिँ व्यवस्था मिलाइएको छ र कतै एक घर एक धाराको समेत व्यवस्था भइसकेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र अर्को कुरा यातायातकै क्षेत्रमा भन्ने हो भने समस्त पत्रकार मित्रहरूलाई र रिपोर्टर्स क्लबलाई म यो अनुरोध गर्न चाहन्छु कि दक्षिणकाली नगरपालिका यस्तो एउटा नगरपालिका हो, हामीले 49 सालमा म आफू गाविस हुँदाखेरि कल्पना गरेको बाटोले आज यो देशको अर्थतन्त्रलाई ठुलो मद्दत पुग्ने गरी चाहिँ काठमाडौँ हेटौँडा राजमार्ग खोल्नको लागि हामी सफल भएको छौँ। अहिले हामी हेटौँडा गइरहेको 254 किलोमिटर चाहिँ दूरीको बाटोलाई छोट्याउनको लागि अहिले चाहिँ 76 किलोमिटरबाट चाहिँ हामी हेटौँडासम्म पुग्न सक्ने किसिमको बाटो दक्षिणकाली नगरपालिकाको समस्त जनताको सहयोग र पालिकाको सहयोग र सँगसँगै प्रदेश सरकारको पनि आर्थिक सहयोगमा अहिले हामीले चाहिँ काठमाडौँ दक्षिणकाली मोटर बाटो पनि हामीले सुचारू गरिरहेको छौँ। अहिले हजारौँ यातायात क्षेत्र त्यहीबाट ओहोरदोहोर गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र सँगसँगै दक्षिणकाली नगरपालिका धार्मिक पर्यटकीय क्षेत्र भएको नाताले लाखौँ भक्तजनहरू दक्षिणकाली माताको मन्दिरमा दर्शन गर्न आउनुहुन्छ र उहाँहरूलाई यथोचित किसिमको चाहिँ मन्दिरमा आउँदाखेरि कतै समस्या नहोस् भनेर गत असोज 11-12 गते गएको चाहिँ ठुलो समस्याबाट हामी पार गर्नको लागि चाहिँ विभिन्न निकायसँग समन्वय गरेर अहिले काठमाडौँ दक्षिणकाली सडक पनि व्यवस्थित रूपमा चाहिँ हामीले काम गर्न सकेको छौँ। र सँगसँगै दक्षिणकाली नगरपालिकाको भूगोल भनेको पवित्र भूमि, प्राचीन शिखरापुर नगर र यस्तो सहरभित्र धर्म संस्कृति बचाउनको लागि हामीले धर्म संस्कृति कोष भनेर वार्षिक रूपमा बजेट छुट्याएर र हरेक जात्रा पर्व धर्म संस्कृति र सबै बचाउनको लागि पनि त्यही मात्रामा हामीले काम गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। शिक्षाको क्षेत्रमा काठमाडौँको दक्षिण बेल्ट शिक्षाको क्षेत्रमा पनि एउटा विगतको चाहिँ त्रिभुवन आदर्श माध्यमिक विद्यालय जहाँ राजा महाराजाका छोराहरू त्यहाँ पठन पाठन गर्ने विद्यालयदेखि लिएर पछिल्लो समयमा त्यहाँ थुप्रै अरू प्राइभेट सेक्टरको पनि बोर्डिङ स्कुलहरू सञ्चालन भएर अहिले उपत्यकाभित्र एसजीको नतिजामा दक्षिण बेल्टको दक्षिणकाली नगरपालिकाले राम्रो नतिजा ल्याउन सफल हुने गरी चाहिँ शिक्षाको क्षेत्रमा पनि हामीले काम गरेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र सँगसँगै दक्षिणकाली नगरपालिकाको पर्यटकीय क्षेत्र भएको नाताले त्यहाँ धेरै उपत्यकाका पर्यटकहरू चाहिँ हाम्रा दक्षिणकाली नगरपालिकाको पवित्र भूमि जुन एउटा डाँडामा चढ्दाखेरि उपत्यकाको तिनै सहर देखिने र नेपालको चर्चित हिमालहरू सबै देख्न सक्ने डाँडा काँडाहरू चाहिँ हामी कहाँ भएको कारणले धेरै पर्यटकहरू आन्तरिक पर्यटकहरू पनि आउने गरेको कारणले त्यसलाई व्यवस्थित गर्नको लागि हामीले काम गरिरहेको छौँ। अहिले प्राइभेट सेक्टरसँग मिलेर दक्षिणकाली चम्पादेवी बोसन केबल कारको चाहिँ हामीले परिकल्पना प्राइभेट सेक्टरले चाहिँ काम गरिरहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र सँगसँगै दक्षिणकाली नगरपालिका यस्तो भूमि हो कि उपत्यकाभित्र सबै पालिकाले बस्ती विकास गर्नको लागि जग्गा छुट्याइरहँदा दक्षिणकाली नगरपालिकाले 40% जमिन
कृषि उत्पादनको लागि चाहिन्छ भनेर हामीले छुट्याउन सफल भएको छौँ र कृषि उपजहरू उत्पादन हुने प्रमुख एउटा थलोको रूपमा दक्षिणकाली नगरपालिका विकसित हुँदैछ र कृषकहरूलाई प्रोत्साहन गर्नको लागि चाहिँ हामीले गाई वितरण, भैँसी वितरण, दुनु गाई वितरण, भैँसी वितरण, बाख्रा वितरण र कुखुराका चल्लाहरू वितरणदेखि लिएर थुप्रै कामहरू चाहिँ हामीले यसरी गरिरहेको छौँ र हामी जनताको सेवक हौँ र हामी शासक होइनौँ भन्ने किसिमको परिस्थिति निर्माण गरेर जनतालाई सेवा दिइरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र गत वर्षको चाहिँ अलिकति केही हामीलाई घाटा बजेको कारणले केही काम गर्न असहज भयो, तर त्यो असहज भए पनि हामीले चाहिँ जनताको सेवक भएको नाताले यथोचित व्यवस्थापन गरेर चाहिँ अहिले काम गरिरहेको छौँ र जुन कामले हाम्रा नगरवासी अहिलेसम्म चाहिँ सबै बाटोघाटोदेखि लिएर पठन पाठनदेखि लिएर सबै कुरामा पालिकाले राम्रै काम गरेको सबैबाट चाहिँ सुझाव आइरहेको छ र त्यसैले यहाँहरू सबैलाई म के भन्न चाहन्छु त भन्दा यो देशमा जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चातको चाहिँ स्थानीय तहले गर्ने जुन एउटा सकारात्मक कर्मले नै यो मुलुकको राजनीतिक धरोहरलाई चाहिँ ठुलो मद्दत पुर्याएको कुरा हामी सबैलाई जगजाहेरै छ र त्यसैले हरेक पालिकाहरूले गरेका राम्रा अभ्यासको कारणले गर्दाखेरि प्रदेश सरकार र सङ्घीय सरकारलाई पनि पालिकाले गरेको राम्रो कामको कारणले गर्दाखेरि अवश्य पनि त्यसको श्रेय तिनै तहको सरकारले प्राप्त गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र अन्तमा दक्षिणकाली नगरपालिका पवित्र भूमि, धार्मिक पर्यटकीय क्षेत्र भएको नाताले र पत्रकार बन्धुहरूले पनि दक्षिणकाली एउटा पर्यटकीय हब हो, त्यहाँ चाहिँ यो किसिमको चाहिँ सम्भावना छ जहाँ एउटा डाँडामा बसेर चाहिँ चर्चित हिमालहरू सबै त्यो डाँडाबाट चाहिँ नजिकबाट हेर्न पाइन्छ, उपत्यकाको तिनै सहर हेर्न पाइन्छ। यो पवित्र भूमिमा जाउँ भन्ने खालको एउटा सन्देश जाने गरी यहाँहरूले समाचारहरू सम्प्रेषण गरिदिनु भयो भने त्यो पवित्र भूमिलाई फुल प्रसाद चढाउनु भन्दा यो तपाईहरुले गरेको योगदानले मद्दत पुग्ने भएको हुँदा म यो कुरा आह्वान पनि गर्न चाहन्छु। र आज मलाई जुन एउटा दक्षिणकाली नगरपालिकालाई यो अवसर दिनुभयो, म फेरि पनि रिपोर्टर्स क्लबको ऋषिजी लगायत समस्त टिमलाई म हार्दिक धन्यवाद भन्दै आगामी दिनमा पनि म नजिक छु, धेरै टाढा छैन। रिपोर्टर्स क्लबका हरेक सकारात्मक कार्यक्रमहरूमा सहभागिता जनाएर दक्षिणकाली नगरपालिकाले गरेका राम्रा कामको अभ्यास चाहिँ यहाँहरूसँग बसेर साक्षात्कार गर्न म तयार छु भन्ने कुरा राखेर मेरो अहिलेलाई मोटामोटी दक्षिणकाली नगरपालिकाले सम्पादन गरेका राम्रा अभ्यासहरू र अप्ठ्यारो कुराहरू पनि मैले थोरै राखेँ। यति भनेर नै म यहाँहरूसँगबाट म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।